भनेको जेसुकै गर जहाँसुकै जा कुनै मतलब नै छैन के पारा यति हाई भइसक्यो नि मलाई यति रिस उठिसक्यो नि म कसम अब म के भन्नु के अब विश्वास गरेर म तँलाई यत्रो गरेर म यहाँ आएँ होइन आएको 2 महिना भएको छ नि त केटा भेट्ने भइसकिस् राम्रोसँग मलाई अब एकदमै रिस उठिरहेछ कसम भने यति यस्तो रिस उठिरहेछ नि हेलो गाइज नमस्ते वेलकम ब्याक टु आवर युट्युब च्यानल। हजुर देख्न सक्नुहुन्छ मेरो साथमा चाहिँ माइलो बहिनी छ हैन। कान्छु बहिनी चाहिँ स्कुल गयो। हजुरहरुको डिमान्डमा चाहिँ आज चाहिँ हामी चाहिँ खतरा प्र्याङ्क लिएर आएको छौं। प्र्याङ्क पनि मेरो हस्बेन्डलाई के मेरो बुढालाई। अब धेरै मान्छेले चाहिँ दाइको अनुहारै नदेखेको कति भइसक्यो। अब 4 महिना भयो नि त उहाँ गएको हैन। भिडियो नै आएन उहाँलाई पनि भ्लग राख्न भन्नुस् न अनि भन्नुभएको थियो। भ्लग राख्न चाहिँ त्यति सम्भव छैन किनकि उहाँसँग राम्रो फोन छैन हैन। त्यो सम्भव नभए पनि फोन प्र्याङ्क गर्नु कि दादालाई फोन प्र्याङ्क गर्नु न भन्नु धेरै मेसेज गर्नु भएको छ। हजुरहरुको डिमान्डमा आज हामी उहाँलाई फोन प्र्याङ्क गर्दैछौँ। फोन प्र्याङ्क पनि यस्तो खतरा उहाँलाई कस्तो होला जस्तो लाग्दैछ बिचारा है। म डर लागिरहेको छ है किन कस्तो छ भन्दाखेरि चाहिँ हैन उसले चाहिँ एउटा फेक आइडी संगम भन्ने फेक आइडी बनाइसकिन हैन बनाइसकेको छ। त्यहाँबाट मलाई मेसेज गर्छ हेलो बेबी के छ मेसेज गर्छ मेसेज यसले फेक आइडी बनाइसकेको छ के मेरो आइडीमा चाहिँ। अब मेरो आइडी चाहिँ उहाँको फोनमा पनि लगइन हुन्छ नि त हाम्रो पहिल्यैदेखि नै उहाँको पनि मेरो आइडीमा पनि मेरो यो मोबाइलमा अब त्यो मोबाइलमा पनि लगइन छ हैन। अनि उसले चाहिँ अब त्यो फेक आइडी छ नि हैन लगइन गर हैन त्यो लेख्न के लेख्ने मलाई त आउँदैन। पहिला यस्तो लेख्न हेलो बेबी लेख्न हेलो बेबी लेख्न हेलो बेबी के गर्दैछौ भन् हेलो बेबी के गर्दैछौ म लेख्छु हैन यस्तो के हिजो तिमीलाई भेटेर खुसी लाग्यो लेखौँ है। सेक्सी देखे कि थियो अब कहिले भेट्ने लेखौँ है। कहिले भेट्ने अब कहिले भेट्ने अर्कोचोटि यतै बस्ने गरेर आऊ ल हुनु एउटा केटा मान्छेले हैन एउटा केटा मान्छेले आफ्नो श्रीमतीलाई अर्कोचोटि यतै बस्ने गरेर आऊ भन्दाखेरि एउटा श्रीमानलाई कस्तो हुन्छ होला के। ओ माई गॉड ल पठाइदिनु होइन त पिटाउँछ जस्तो छ भाइ। हामीले चाहिँ सङ्गम भन्ने यसले नयाँ आइडी बनाएको थियो। सङ्गम भन्ने आइडीबाट चाहिँ होइन हामीले मेसेज गरिसक्यौँ होइन। के लेखेछ भन्दाखेरि हेलो बेबी के गर्दैछौ हिजो तिमीलाई भेटेर खुसी लाग्यो रेड ड्रेसमा तिमी सेक्सी देखाएको थियो रे है। अब कहिले भेट्ने अर्कोचोटि यतै बस्ने गरेर आऊ ल बेबी रे होइन। तिम्रो बुढासँग तिम्रो जोडी सुहाएको छैन काश तिम्रो बिहे मसँग हुन्थ्यो कति रमाइलो हुन्थ्यो। मैले चाहिँ अब होइन यो चाहिँ एउटा प्र्याङ्क बनाउनको लागि बनाएको हो नि त। अब भर्खर आइसक्यो होला कामबाट फोन गर्छु होइन। अनि फोन गरेर अब उहाँले मेरो आइडी त सुरुमै चेक गर्छिन नि त मेरो चाहिँ यस्तो प्रब्लम आयो फेसबुकमा होइन पासवर्ड चेन्ज गरिदिन्छु न हजुर भन्छु। उहाँको आइडीमा पनि लगइन छ क्या मेरो यस्तो भयो कसैले ह्याक गर्न आँट्यो क्या मेरोमा प्रब्लम आयो भनेर चाहिँ भन्नु पर्यो कि नत्र त सुरुमै खोल्छिन नि त होइन। अनि त्यसपछि चाहिँ के हुन्छ अन्त भन्नु है हिजो भेट्न गएको के हुन्छ त भनेर भन्नु ल मेरो मोबाइलबाट फोन गर्नु यो त तेरो मोबाइल हो नि त म मेरै मोबाइलबाट फोन गर्छु क्या। यहीँबाट गर्ने बिना कल मेरो मोबाइलबाट गर्छु क्या तेरो यो म चाहिँ लुकम के होइन त्यही त पनि यही छ भन्ने हो क्या दुईटा मिलेर गर्ने हो नि त। फेक आइडी बनाएको थियो नि त अनि उसले चाहिँ मलाई मेसेज गरिसक्यो। अनि म चाहिँ मेरो हस्बेन्डलाई चाहिँ फोन गर्छु। खासमा हाम्रो चाहिँ हिजो पनि कुरा भएन कि अब कलेज र ड्युटी भएर कुरै भएन होइन। अस्ति चाहिँ 7 मिनट मात्र कुरा भएको थियो है मलाई थाहा छ। अनि आज चाहिँ आज चाहिँ अब कामबाट फर्क्यो होला अब फर्किस्यो होला अब छुट्टी छ भनौँ न आज पनि भोलि छुट्टी छ सायद होइन। अनि मैले भनिसकेको थिएँ आज चाहिँ हाम्रो मजाले कुरा गर्नुपर्छ भन्दै एकछिन थियो होइन। अघि 3-4 छुट्टी फोन गरिसकिया रहेछ क्या। अनि म एकछिनमा फोन गर्छु खाना खाएर भनेको थिएँ उहाँलाई फोन गरौँ है अन्त साथ दिनु है। डर लागिरहेछ अब आवाज फुल गर्नु पर्यो सुनिरहेको छ कि छैन है एकदम नजिकै छ। हेलो के हो मान्छे त बिजी हिजो त फोनै गर्छेन बिजी फोन गर्ने समय भएन है आजकल त बिजी भएर अलि हिजो अलिकति कोठा सिफ्ट गरेको थियो नि त अनि रुम मिलाए काममा गयो अरे अनि
अहिले भर्खर कामबाट फर्किँदैछु। दर्शन सिजना पनि छ कि दर्शन बिना भाग्यवानी भइसक्यो। के सन्चै होइसिन्छ? सन्चै। त्यहाँ कति बज्यो? कति बज्यो यो त? त्यही साँझ हुन थालेछ। ए हो यस्तै गरी मिटर के हो त्यस्तो त्यो सेतै सेतै पुरै के हो त्यो बाहिर उसो कहाँ अहिले भर्खर उज्यालो भइसक्यो। उज्यालो भइसक्यो हैन त्यो उइरो ए गयो जस्तो लाग्यो। हजुरको नाइट ड्युटी थियो नि त हैन? अँ उज्यालै भएको छैन। सुन्छ न कस्तो कुहिरो लाग्ने रहेछ हैन? कुहिरो होइन त्यसै त उहाँको फोन राम्रो छैन क्या। फोनै क्यामेरा धुलो धुलो भएको क्या, त्यही भएर बिहान उज्यालो पनि भएन नि त। नाइट ड्युटी गराइसक्यो। सुन्छ नि मेरो सिर्जना नै बोलाएको होइन। मेरो आइडी है कस्तो कसले ह्याक गर्न लाग्यो जस्तो भइरहेको कि पुरै त्यो ऊ मागिरहेछ के अरे त्यो कोडहरू मागिरहेछ। मेरो हजुरको उसमा लगइन छ नि त मेरो, अनि पासपोर्ट चेन्ज गरिदिन्छु नि मेरो आइडी खोलेर। कोडहरू मात्र मागिरहेछ मोबाइलमा, खै किन कोड मागिरहेछ के गर्छ न हजुर मेरो अन गर्छ न मेसेन्जर ट्राई गरेर त होला नि। हजुर अरे मैले यहाँ उ गरेको थिएँ त्यही भएर होला के कोड सोड त्यति कहाँ माग्छ? त्यसै कोड माग्दै माग्दैन। हजुर एकछिन हेर्छ त्यो खोलेर एकछिन त्यहाँबाट हेर्न मिलिहाल्छ नि। फोन गर्दा गर्दै हेर्न मिलिहाल्छ नि। फेसबुक खोल्छ न, फेसबुक खोल्न मिलिहाल्छ नि। मेसेन्जर खोल्न पो मिल्दैन। के भएर मैले त लगइन गरेन कति धेरै दिन भइसक्यो। त्यसले कोड मागिरहेको थियो के खै कसले ह्याक गरे क्या हो, अनि त्यही भएर पासवर्ड चेन्ज गर्नु पर्यो भनेर के। अनि मेरोबाट पनि मेरोमा पनि हल्का उ भइरहेछ भन्छ। हामी त बसिरहेको छौँ यत्तिकै। अनि के खाना के गर्दै? खाना खाए अब खाने खाजा यहाँ आइरहेको छ। म नम्बरमा आइरहेको छ कोड भन्दैछु। कहाँ आउँछ त कोड? त्यो सिधै पासपोर्ट चेन्ज गरिदिन्छु न। त्यो हेरिदिन्छु न एकछिन भने के पासपोर्ट चेन्ज गर्न त के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छैन। पासपोर्ट कति धेरै फ्रेन्ड रिक्वेस्ट आएको हो। फ्रेन्ड रिक्वेस्ट आएको छ र? ठुलो स्वरले बोल्छ न, सुनिरहेन। सुने मेरो आवाज? अलिअलि सुनिरह। अहिले सुन्ने भर्खर। पासपोर्ट यो को के नाम के को र साथी होला नि? सङ्गम भनेको मेरो साथी हो, क्लासमेट। कहिले क्लासमेट? पहिलाको कलेज पढ्दाखेरिको हो के, त्यस्तो केही होइन। त्यस्तो के होइन? अनि मेसेज किन डिलिट गरेर तिमीले यसको? कहाँ डिलिट गरे? त्यही छ त अगाडिको। कहाँ डिलिट गरे? त्यस्तो डिलिट गरे होइन, त्यत्तिकै गरे होला। कस्तो त्यतिकै गरे होला भन्ने हुन्छ र भने? हेर त सिर्जना न, हिजो साथी होला नि कोही क्लासमेट होला त। साथी त भइहाल्छ नि, साथीहरू त भइहाल्छ नि। यताबाट आएको मेसेज मात्र छ, यताबाट गरे मेसेज किन डिलिट? उसले रिप्लाई गरे मात्र मेसेज छ त यहाँ। साथी हो कि के हुन्छ हैन? हिजो साथी त भइहाल्छ नि हो जसको पनि। भने कस्तो शंका गरेको है? अनि त साथी त भइहाल्छ नि। कहाँ मान्छे एक्लै बस्न थोरै न सक्छ त। शंका कुरै छैन नि, आँखा अगाडि सबै कुरा देखिरहेछ। साथी रे साथी भएपछि मेसेज तिमीले उताबाट मेसेज गरेछ, तिमीले यताबाट रिप्लाई गरेपछि पो उसले रिप्लाई गर्छ त। अनि आधी कुरा भनेछ, आधी कुरा डिलिट गरेछ, आधी कुरा लेखेछ। के लेखा छ र त्यस्तो? मतलब साथी त भइहाल्छ नि, साथी होला नि। भने साथी हो के? हजुर नबोल्छु न। साथी त भइहाल्छ नि। अनि बिना हजुर एकछिन उता गइसक्यो त। यो मान्छेसँग मैले अलिकति कुरा गर्नुपर्ने भयो क्या। कहाँ जाने हो र? यो यही त छ नि। कस्तो यही त छ नि? यही बसे रिस उठिरहेको छ क्या फेरि भनिरहेको छु मैले। मेरो दिमाग एकदम ब्लास्ट हुँदैछ। मलाई एकदम रिस उठिरहेको छ। भर्खर कामबाट आइरहेको छु, मान्छे रातभरि सुतेको छैन, कामबाट आइरहेको छ।
पुगेको छैन म यहाँ के गर्ने ल सरी नि त कस्तो ल त सरी भने के साथी होला नि साथी के भयो त साथीसँग साथी भने कस्तो हुन्छ साथी भनेको कस्तो हुन्छ साथीहरु त भइहाल्छ नि केटाहरु साथी केटा साथी त भइहाल्छ तेरो पनि त होला नि मेरो त कोही केटा साथी छैन त हजुरको भएन भने राम्रो साथी हुँदैन त भइहाल्छ नि बिना क्लासमेटहरु होला नि त्यो मान्छेलाई फोन देऊ त फोन दिसो त यही छु तिमी मलाई एकछिन उता गरेर फोन गर त मलाई एकदम रिस उठिरहेको छ भन्दा छु मैले कहाँ गएर फोन गर्ने के को बेच ल सिर्जना गइहाले के कुरा गयो त मेरो पनि काम छ मोबाइल मेरो साथी हो कि पहिलाको कलेज पढ्दाखेरिको हो के हुन्छ त साथी भइहाल्छ नि गइहाली सिर्जना किन पठाइसक्यो साथी गइहाल्छ साथी भइहाल्छ भन्ने कुरा पहिला मलाई त्यो कुरा छैन कि तिम्रो साथी भने मलाई सबै तिम्रो क्लासमेट सबै थाहा थियो हैन यो संगम भने त मैले त नाम पनि सुनेको थिएन कहाँबाट आयो एकाएक तिम्रो क्लासमेट के हुन्छ त अनि अर्को कुरा भनेको तिमीले के भन्यो अघि भर्खर भेट्न गएको के रे के भन्यो तिमीले अनि तिमीले आधी मेसेज किन डिलिट गर्यो भने कि उसको आधी मेसेज मात्र छ यहाँ उसले अलिकति लास्टमा गरेको कन्भर्सेसन यहाँ मात्र यहाँ मेरो मैले हेर्न पाएँ तिमीलाई मैले अस्तिदेखि नै मैले यहाँ बिजी मात्र म के भएको थिएँ हैन यहाँबाट उताबाट त्यो कोठाको प्रब्लम भयो यहाँबाट रुम सिफ्ट गरेँ यता आएँ त्यसपछि मेरो काम भयो हैन काममा यताउति गरेर रुम सुम मिलाउने यताउति गरेर तिमीलाई मैले फोन गर्न भ्याएन अनि 2-4 दिन तिमीलाई मैले फोन गर्न भ्याएन भन्दैमा तिमी केटा भेट्न जानुपर्ने के लेखा के साथी हो त्यही भएर गएको थिएँ त भइगयो नि त त्यो कुरा छोडिदिस्यो कि अरू कुरा गर्छौ त्यो कुरा छोडिदिस्यो भन्ने कुरै छैन नि कस्तो त्यो कुरा छोडिदिस्यो र मन मानी चलेछ जे मनलाई त्यही भएको छ हैन के भयो हैन हो त्यस्तो त आज क्यामेरा किन अफ गरेर आज के मेसेज डिलिट गर्न जान लाग्यो हो हैन यहाँ धमिलो बदै भएर भन्छु न पहिला मैले के गरेन त्यति त गरे मैले के गरेन अब मलाई एकदमै रिस उठिरहेको छ भने जे भएको पहिला मलाई भनिहाल त मलाई राम्रोसँग भन म राम्रोसँग भनिरहेको छु राम्रोसँग सोधिरहेको छु अब मलाई एकदमै रिस उठिरहेको छ है के भएको हैन के बोल्नु भनेर अघिदेखि म यहाँ घर पनि पुगेको छैन म घर पुगिसके मान्छे म कोठाभित्र सिधा छैन यार के भएको छैन कि के होला र भने अडो छ यहाँ बिहान के हुन्छ त अनि केही हुँदैन मैले यहाँ 2-4 दिन फोन नगर्ने बित्तिकै त्यत्रो म आएको जम्मा 2-3 महिना भएको छ हैन विश्वास भन्ने मान्छेले त्यही भएर रहेछ क्या हद भन्दा बढी कसैलाई विश्वास गर्नु हुँदैन हेलो बेबी भने चाहिँ उताबाट अनि लास्ट मेसेज होला के यो के गर्दैछौ रे हिजो तिमीलाई भेटेर खुसी लाग्यो रे रेड ड्रेसमा कस्तो सेक्सी देखिए कि थियौ रे तल अब दुनियाँको अगाडि सेक्सी देखिनु पर्ने हैन अब कहिले भेट्ने भने चाहिँ यताबाट अनि मेसेज नै छैन किनभने उसले मेसेज गरे उसले अगाडिको मेसेज सबै डिलिट गरिसक्यो अर्को चोटी यतै बस्ने गरी आउले अब त हुँदा त बस्न पनि जाने भइस हैन त्यस्तो त्यतिकै जिस्केर भने होला कस्तो जिस्केर भने होला तेरो बुढासँग तेरो जोडी मिल्दैन रे अनि के त्यससँग मिल्छ तेरो जोडी मासाला खाते जस्तो मुजी क्यामेरा किन अफ गरे भने सुने म रिस उठिरहेको छ मलाई एकदमै रिस उठिरहेको छ हेर मलाई म राम्रोसँग भनिरहेको छु क्यामेरा अन गरे ल अनि किन गाली गर्छिन्छ त अनि के पूजा गर्नु पर्यो अब त दुनियासँग बोल्दै बस भेट्दै बस किन हो यस्तो त भन्ने भनी छ हैन तिमीलाई मैले हैन कि मेरो विश्वास बढी गरे मैले तिमीलाई अलिकति फ्रिडम बढी भयो म हेर म राम्रोसँग भनिरहेको छु है राम्रोसँग मलाई अब एकदमै रिस उठिरहेको छ कसम भने यति यस्तो रिस उठिरहेको छ नि रोक न अब रोक म के गर्छु तेरो को हो भने म राम्रोसँग सोधिरहेको छु सुनिरहेछस् कि नै साथी हो कि क्लासमेट हो कि मेरो भइहाल्यो त जिस्केर बोल्या होला अनि यतिकै गएको थियो बोलेको त म्याथको म्यासेज किन डिलिट गरिस् ल मलाई त्यसलाई फोन गरेर मलाई अहिले यहाँ सुना जिस्केर बोल्यो के बोल्यो मैले यहाँ तेरो म बुढासँग बोलिरहेको छु भन्ने के पनि नभन् त्यहाँ फोन गर त्यो आइडीमा फोन गर अनि मलाई सुना जिस्केर बोल्यो के बोल्यो म अहिले थाहा पाइहाल्छु नि
क्यामेरा किन अफ गरेर हो क्यामेरा भनिरहेको छु म राम्रोसँग भनिरहेको छु मेरो राम्रो मुखले भने तर लाग्छ कि लाग्दैन भयो कति गाडी गर्सेको त अनि गाडी मात्र गर्सिन्छ अनि त्यतिकै गएको थिएँ कि त्यही रातो वान पिस हजुर ल्याइदिएको वान पिस लगाएर गएको थिएँ त्यतिकै बोर फिट भयो अनि क्लासमेट हो भनेर गएको थिएँ अनि त्यही हो तेरो क्लासमेट मैले के भन्नु तँलाई सुनिस् कि सुनेनस् मलाई अहिले यो आइडीमा फोन गर म बुढासँग बोलिरहेको छु नभन मोबाइल साइडमा राख अनि त्यसपछि मसँग त्यो मान्छेसँग कुरा गरेर मलाई लाइभ देखा अनि थाहा पाउँछ हजुरलाई मेरो विश्वास छैन हजुरलाई मेरो विश्वास छैन हजुरलाई अब तँलाई विश्वास गरौँ त दुनियाँलाई भेट्न जा रेड साडीमा रेड के भन्छ वान पिस लगाएर सेक्सी भएर त अरूलाई भेट्न जा म तँलाई विश्वास गरौँ अरू हो अब साथी हो त्यही भएर गएँ सुनिस् कि सुनेन त क्यामेरा किन अफ गरेर आएको तैँले मलाई एकदमै रिस उठिरहेको छ म भनिरहेको छु अब मा कसम मेरो यति पारा आइभइसक्यो नि अनि गाली गर्छिन्छ अनि के गरौँ त अनि अब के तर पूजा गर्नुपर्ने गाली मात्र होइन मैले के भने त्यो गर्छस् कि गर्दैनस् मैले घरमा फोन गरेर ड्याडी मम्मी सबलाई भन्नु नपरोस् है म राम्रोसँग भनिरहेको छु राम्रो मुखले भने नलागेपछि फेरि मेरो दिमाग सट्क्यो भने के हुन्छ विचार गरिराख फेरि ल सरी नि त गल्ती भयो कस्तो गल्ती भयो त दुनियाँलाई भेटेर लास्टमा सरी भनेर गल्ती भयो भनेर हुन्छ मैले के भने तँलाई त्यहाँ फोन गर म लाइभमा मोबाइल राख फोन गर अनि मलाई सुना म कसलाई फोन गर्नु यार भयो सरी के बुढो नरिसाइस न के अब म जान्दिनँ अब म भेट्दिनँ त्यही तँलाई मैले यत्रो विश्वास गरेँ होइन मा कसम यति विश्वास गरेर मैले त होइन मेरो बुढी यस्तो छैन उस्तो छैन सोचिरहेको थिएँ नि त यत्रो विश्वास गरेर म तँलाई यत्रो गरेर म यहाँ आएँ होइन आएको 2 महिना भएको छ नि त केटा भेट्ने भइसकिस् बुझाउँदा पुरै सेक्सी बनेर रातो ड्रेस लगाउने रे पुरा सेक्सी देखिने रे अर्काको नजरमा तेरो बुढोसँग जोडी मिल्दैन रे खास मसँग जोडी मिल्थ्यो रे त्यस्तो भने जसमा तँलाई रमाइलो लाग्दो रहेछ होइन त्यति चाहिने रहेछ त्यति रमाइलो गर्नुपर्ने छ तँलाई कति रिसाइसिन्छ के हजुर छ्या हो म त भइहाल्यो त अब त्यो कुरा छोडिदियो त्यस्तो केही होइन अबदेखि म जाँदिनँ भेट्न भने त त्यो पनि म साथी भनेर भेट्न गएको थिएँ अब के थाहा मलाई त्यसरी मेसेज गर्छ भनेर त्यसो भए त्यो म्याथीको मेसेज डिलिट खै त म्याथीको मेसेज किन डिलिट मैले त यस्तो बिजी भएर होइन विश्वास लाग्यो मलाई आइडी पनि चेक गर्दैन थियो के के आइडी चेक गरेर राख्नु पर्यो यार सोचेर होइन अनि माथिको त्यो अझ हुँदा बाटो भएर पासपोर्ट चेन्ज गर्न नजानेर मलाई पासपोर्ट चेन्ज गरी मागेर अनि त्यसपछि पासपोर्टै मागेर त्यसपछि अनि चेन्ज कसरी गर्ने सिक्नको लागि पासपोर्ट चेन्ज गरिदियो रे मलाई होइन त्यस्तो के ट्राई गर्यो उसकोमा मेसेज आएन किनकि नम्बर त मैले मेरो राखिदिएको छु नि त त्यहाँ पासपोर्ट चेन्ज गर्न ट्राई गरेँ पासपोर्ट चेन्ज भएन पासपोर्ट चेन्ज गरिदिन्छ त साथीहरु मैले उसको मेसेज आएको थाहै रहेछ म्युट राखेको छु है आएको छ मेसेज यहाँ हेर्नु म्युट राखेको छु अहिले 8 बजेर म्युट राखेको छु क्यामेरा पनि अफ 8 बजेर 13 मिनेटमा मेसेज आएको छ अफ गरिरहेको छु म्युट गरिरहेको छु बिचारा यति धेरै रिसाइसिन्छ टेन्सनमा आइसिन्छ फेस हेर्छ न साथी मैले म्युट किन गरिरहेको भने के म्युट भिडियो अफ किन भइरहेछ त्यहाँ मलाई रिस उठिरहेछ है भनिरहेको छु म्युट भएको रहेछ कि दाब्या रहेछ कि सरी तेरो अब म्युट पनि हुन्छ तेरो एकछिन त्यहाँको नेट पनि जान्छ अब एकछिनमा नेट काटिन्छ रोक्नु त अहिले मलाई त के गर्नुपर्छ रोक मम्मीले फोन गरिहाल्यो मा साला मा यस्तो रिस उठिरहेछ नि मलाई त अब के भन्नु के अब रोक्न साला मान्छेमा विश्वास भन्ने एउटा हुन्छ नि यार घर पुगेको छ नि हिजोदेखि कामबाट अहिलेसम्म घर सुत्त पाएको छैन एकचोटि यार आको 2 महिना भएको छ दुनियाँलाई भेट्नु पर्ने के गर्ने साथीहरु मैले यो प्र्याङ्क नगर्नु पर्ने थियो बा टेन्सन भयो मलाई प्लिज गाली नगर्नु होला ओए सुन्लाछस् कि तेरो आवाज के भयो बोली बन्द भयो कि तेरो के भयो घाटी सुटे के हो केही भएको छैन के यार अहिले मम्मीलाई फोन गर्छु त्यहाँ 3 जनालाई ग्रुपमा जोड्छु अनि त्यसपछि भन्नु के भयो भनेर मान्छेमा एउटा विश्वास भन्ने कुरा हुनुपर्छ नि एउटा रिलेसन भइसकेपछि 10 वर्षको लभ रिलेसन जे हैन जब आको 2 महिना भएको छैन उसलाई केटाको भेट्न जानुपर्ने ए बाबा जब कि सास फेर्न गाह्रो भइरहेछ के मलाई अझ म्युट गरिरहेछ अझ भिडियो किन अफ गरेर राख्यो भने मलाई लास्टै रिस उठिरहेछ मेरो यति दिमाग खराब भइरहेछ नि म कसम यो मोबाइल सोबाइल फुटाइदिनु जस्तो रिस उठिरहेछ मलाई एकदम रिस उठिरहेछ मेरो पारा यति हाई भइसक्यो नि मलाई यति रिस उठिसक्यो नि म कसम अब म के भन्नु के अब भयो बुढो अबदेखि बोल्दैन के मलाई माफ गरिदिछु एकचोटिको लागि अब जेसुकै गर भनेको जेसुकै गर जहाँसुकै जा कुनै मतलब नै छैन के बोल नबोल आफ्नो जिन्दगी देखेर भक्क लागिसक्यो क्या मलाई अब
रुन लाग्छ आज साथीहरु म भयो अब म भन्दिनु पर्छ मैले सायद हिजोदेखि मान्छे यार राम्रोसँग सुत्न भएको छैन 3-4 दिन भइसक्यो सुत्न भएको छैन नाइट ड्युटी परिरहेछ बिहानदेखि कोठाको यताउता प्रब्लम भइरहेको थियो कोठा सिफ्ट गरिरहेछ 3-4 दिन मैले फोन गरेन भनेर उसलाई अर्को केटा भेट्न जानुपर्ने थियो के त्यस्तो होइन के देखेरै भक्क लागिसक्यो के अब तपाईलाई कसैलाई भन्नु नै मेरो बुढाको भयो के छोड्दिछु यार हजुरलाई मेरो विश्वास छैन टमाटरकै काछु भने के मैले टमाटरकै काछु र त छु नि यहाँ हेर्छु म पनि आफू पनि रोइसिन्छ मलाई म पनि रोए के छ हजुर रोउ न त तिमीलाई रोएर के नै हुन्छ र भेट्न जाऊ अझ भेट्न जाऊ अनि साथ जाऊ हि रोउ ए यार त्यस्तो होइन बुढो यार यहाँ हेर्छु ल रेकर्डिङ भइरहेछ उ हेर्छु प्र्याङ्क हो के हजुर रुन लाग्छ के छ के म तपाईले रेकर्डिङ गर त सुके गर न मलाई के सरोकार तिमीलाई जे मन लाग्छ म जे मन नगर भने त्यो कुरा गर बाँकी कुरा मलाई के मतलब कस्तो के आज छ न गरेको पछि मेरो बुढाले यस्तो गाली गर्यो मलाई भनेर पठाउन उता पागल प्र्याङ्क गर्यो कि प्र्याङ्क गरेको रेकर्ड गर्यो कि हजुर मेरो बुढो म त्यस्तो कसरी उ त्यहाँ हेर्छु क्यामेरा हजुरलाई देखाइरहेको थियो अघिदेखि त्यस्तो होइन कि बुढा नरहेछ न अब प्र्याङ्क गरे अब यो के कसलाई खोज्यौ त तिमीले त्यो फेक आइडी छ ए बाबा मेसेज गरेको थिएन हेर म कस्तो कुरा म बोल्छु होला त अनि हजुरले ट्रस्ट होइन त्यस्तो नभन्छ नि यहाँ रेकर्ड गरिरहेको छु प्र्याङ्क गरायो कि सिजनालाई मैले मिलेर प्र्याङ्क गरायो हो सिजना हजुरले पठाइदियो गयो हेर न रोएर आँसु पुस्यो हो क्यामेरा मेरो बुढा म त्यस्तो गर्छु होला त हजुरलाई ती पनि ट्रस्ट भएन नि पागल जस्तो कुरा फेक आइडी बनाएर सिर्जनाले आफ्नो नम्बरबाट फेक आइडी बनाएर अनि सबैले अनि प्र्याङ्क गर हजुरलाई भिडियोमा नआएको कति भयो भनेर प्र्याङ्क गर भनेर यति म्यासेजको फोन प्र्याङ्क गर भनेर भनेको थियो अनि त्यही भएर आजकल फोन प्र्याङ्क भइरहेछ नि त अनि जसले पनि गरिरहेछ नि त अनि त्यही भएर हजुरलाई गराएको थिएँ म गर्न पनि थिएन कि नत्र हजुरलाई धेरै नदेखेको धेरै भयो भनेर अनि क्यामेराबाट पनि देखाइदिएको ऊ हेर्छु त्यस्तो होइन के बुढो यार हजुर कस्तो के अनि त्यो फेक आइडी हो कि बोल्छु न त्यो सबै हामीले अपलोड गर्दै थियो हिजो बिहान हामीले फोटोहरू छान्दै त्यहाँ राख्दै गरेको थियो क्या त्यो पनि न त हजुरलाई ट्रस्ट लाग्दैन भनेर काहीँ म त्यस्तो गर्छु होला त त्यो हजुरलाई कहिले लाग्छ म त्यस्तो गर्छु होला भनेर कसरी विश्वास गर्छु कि हजुरले अचम्म लाग्यो बाबा त्यस्तो होइन कि सबैले प्र्याङ्क गर भनेको थियो अनि त्यही भएर गरे कि सरी मेरो बुढो त्यस्तो होइन कि हजुरलाई यहाँ मान्छेले खोजिराखेका छन् नि त भन्दिछु ल नरिस होइन अब किन स्याड भइस लाग्छ प्र्याङ्क हो कि अझ पनि विश्वास लागेन यत्रो रेकर्डिङ गरेर छु कि सिर्जनालाई बोलाउनु पर्यो मेसेज डिलिट गरे हुन्छ पासवर्ड मैले अब कहाँ डिलिट गरेको थिएँ प्र्याङ्क भिडियो हो नि त यहाँ रेकर्ड गरिरहेको छु प्र्याङ्क भिडियो हो त्यो होइन अनि त्यही भएर म्यासेज हामीले अगाडि गरेकै थिएन उतैबाट हेलो बेबी यताउता भनेर भनेको थिएँ मैले म्यासेज यताबाट रिप्लाई गरेकै थिएन भर्खर त अहिले हजुरले भिडियो हेरेपछि थाहा पाइसिन्छ कि प्र्याङ्क हो भनेर ल बरु सबैलाई हेलो गाइज भन्दैछु सरी मेरो बुढलाई गाली नगर मलाई मान्छे कम गाली गर्छ नि त हजुरलाई यस्तो काममा आएको मान्छेलाई रुगायो भने तर अब सबैको माग डिमान्ड अनुसार म्यासेजमा धेरै लेखेको थियो नि त फोन प्र्याङ्क भनेर अनि अहिले त्यही भएर बाबा सरी मेरो बुढो आई लभ यु मेरो बुढो म कहीँ त्यस्तो गर्छु होला त सिर्जनाको र मेरो मलाई मात्र गाली खोन दुवैजनाको आइडिया हो सबैले अनि हजुरलाई गर्नु अनि दाइ क्यामेरामा नआएको कति धेरै भयो दाइलाई पनि भ्लग राख्नु भन्नु भनेर सबैले भनिराख्नु भएको छ अनि त्यही भएर गरे हो क्या बुढो सरी आइ एम रियली भेरी सरी बुढो आज त गरे हजुरलाई यहाँ नेपालबाट गएदेखि हजुरलाई प्र्याङ्क भएको थियो 3-4 महिना भइसक्यो अनि तिमीले आफ्नो मोबाइलबाट भिडियो गरेर अनि मलाई फोन चेक गर्नु कसले भेट गरे मेरो अर्को मोबाइल के छ त अनि अर्को मोबाइल छ त अनि मेरो यो पहिलाकै बिग्रिया छैन हो अस्ति डिस्प्ले हल्का त्यो के भयो जस्तो भइरहेको थियो फेरि आफै चालु भयो त्यही मोबाइल हो क्या यो उता 2टा मोबाइल थियो त मेरो म त अनि कस्तो यार दिमाग खराब गर्छ तिम्रो
सरी के हजुर काममा म अघि घर पुगिसकेको थिएँ यहाँ त्यतिकै अनि घरै गएको थिएन कहाँ हुन्छ कहाँ हुन्छ घर पुगिसकेँ बाहिर छु घर कति कराए झन् मान्छे त सुनेन नि के सुने नसुने मतलब होइन नि मान्छेलाई रिस उठेपछि मान्छे सुन्नु या नसुन्नु के सरकार अनि त्यस्तो होइन कि प्र्याङ्क बनाऊ कि सबैले ल हजुरलाई चाहिँ ल्याउनु पर्यो दाइको अनुहार नदेख्यो कति भइसक्यो अनुहारै बिर्सिन थालिसक्यो भनेको थियो कि सबैले अनि त्यही भएर अनि फोन प्र्याङ्क आजकल धेरैले गरिरहेको देखेँ अनि त्यसपछि सबैले कमेन्ट गरेको थियो अनि फोन प्र्याङ्क गर्नु दाइलाई फोन प्र्याङ्क मात्र भयो भने गर्नु भने त्यही भएर गरेन तर साँच्ची कसम हजुरलाई टेन्सन दिन मन थिएन अब मलाई कति गाली गर्छ त्यहाँ कमेन्टमा भन्दिछ न बरु हजुर प्लिज बुढो मान्छेलाई रिस उठेर खराब भयो सरी के बाबा सरी सरी हजुर यत्रो हजुरले कसरी विश्वास गर्थ्यो क्या ल ल गाइजहरूलाई अब छोडिदिन्छु त्यो कुरा अहिले पछि म फोन गर्छु ल रेकर्ड भइरहेछ ल भन्छु सबैलाई मलाई गाली नगर्नु मेरो बुढी त्यस्तो बिचारा छ माया गरिदिनु भनेर भन्नु मलाई यति गाली गरिरहेको छ अस्ति देश सृजनाले हल्का त्यो डिस्कस गरेर पनि भलै नै एभ्रीवान म हिजोदेखि सुतेको थिएन अनि यो मान्छेले मलाई यति धेरै इरिटेट गरेछ या मलाई यस्तो दिमाग खराब गरेछ मलाई यति धेरै रिस उठाएको छ सबले यसलाई गाली गर्नु छ्याउ हजुर त ल ल भइहाल्यो अब गाली गरेको देखेपछि हजुरलाई खुब खुसी लाग्ने हो नि होइन त्यहाँ कति गाली गर्छन् मलाई मान्छेहरू हेलो एभ्रीवान गाइज आज म यिनीहरूले लास्टै प्र्याङ्क गरेँ होइन यिनीहरूले गरे कि यो मान्छेले गरे मलाई थाहा भएन यहाँ भर्खर म यहाँ कामबाट आउँदै थिएँ मलाई गाली गर्छन् अब म युट्युब च्यानल चलाउन पनि छोडिदिन्छु मलाई सबैले गाली गर्छन् अब हजुर पनि गाली अब आज पनि गाली गर्छन् होला गाली नगर्नु होला यो चाहिँ प्र्याङ्क रहेछ तर जिन्दगीमा यस्तो मेरो सायदै कहिल्यै हुनेवाला छैन किनभने अब विश्वास छ दुवैजनालाई यस्तो चाहिँ कहिले नहोस् र हुन पनि हुँदैन सबैजनाले गाली चाहिँ नगर्नु होला मेरो बुढीलाई यति जोरले बोले नि म होइन मेरो यति जोरले बोले मलाई यति रिस उठ्यो कि झन्डै मोबाइल पनि फुटाइदिएको थिएँ होइन अनि यति जोरले बोले मेरो आवाजै सुक्यो क्या गाइज सबैजनाले माया गरिदिनु होला गाली चाहिँ नगर्नु होला अब म छिटै आउने छु भन्छ नि ब्लगमा भन्छ नि अब म चाँडै छिटै ब्लगमा आउने छु मलाई पनि हेर्नु पाउनुहुनेछ हजुरहरूले म पनि हजुरहरू सामु आउनु पाउँदा आफूलाई खुसी महसुस गर्नेछु गाइज यो मान्छेलाई चाहिँ गाली नगर्नु होला है त यो मान्छे सोझी छ यो मान्छे गाली गरेपछि एक्लै रुन्छ भन्छ न यो मान्छे चाहिँ मैले गाली गरेँ भने एकदम त्यो सेन्सिटिभ छ क्या अनि एकदम रोएर बसिरहेको म सम्झाइरहेको त्यस्तो होइन यस्तो यस्तो भनेर अनि मलाई नै रिस उठाउने कुरा गरेछ अनि मलाई नै रिस उठ्छ म पनि मान्छे त अनि जे भयो नि अब त्यस्तो गरेपछि त जसलाई पनि रिस उठ्छ त्यसको लागि मलाई नि सरी सबै हजुरहरूप्रति म क्षमा प्रार्थी छु अनि मेरो बुढीलाई कसरी गाली नगर्नु होला खै सालीलाई बोलाउँदा तिमीहरूलाई तिनीहरूलाई सालीलाई पनि गाली गर्नु पर्यो नि साली त रुम गइसक्यो अनि ल साथीहरू चाहिँ उसको प्लान हो है खै उसलाई चाहिँ फोन दियो भनेर चाहिँ नुहाइरहेको थियो ल हेर चाहिँ आइसक्यो यहाँ रेकर्ड पनि गरिरहेको छु प्र्याङ्क मैले भनिसकेँ प्र्याङ्कलाई सबैले हजुरलाई प्र्याङ्क गर्नु भनेको थियो नि त त्यही भएर हजुरलाई प्र्याङ्क गरेको हामीले प्र्याङ्क हो क्या कहिले काहीँ भइहाल्छ नि अनि नरिसाइछ क्या अब विश्वास गर्छ नि नुहाउन गइरहेको थिएँ कि म नुहाउन गइरहेको थिएँ कहिले काहीँ त भइहाल्छ तर मान्छे यस्तो निन्द्रा डिस्टर्ब गरेर होसै उडाउनु त भएन नि सरी ल यहाँ हामी अहिले अनलाइनमै छु अब छोड्दिन्छु अब त विश्वास गरेँ नि सिजन नुहाइरहेको थिएँ पछि कुरा गर्छु ल म त नुहाउन गएको एकैछिन रोक्छ नि यहाँ रेकर्डिङ भइरहेको कि हामी बाई त गरौँ ल त्यही हो साथीहरू अब देखिसक्नुभयो प्र्याङ्क गरेँ हजुरको माग अनुसार अनि सृजनालाई पनि देखायो भने म सृजनाको रुममा आएको छु बिचरा चाहिँ नुहाइरहेको थियो ल सबैले माया गर्नु होला भिडियोलाई कस्तो भयो मलाई चाहिँ गाली नगर्नु होला हामी चाहिँ जस्ट प्र्याङ्क बनाएको हो नि त बिचरा रोएर छोड्न रोएर पुरा गाली गरेर कस्तरी गाली गरिरहेको छ अनि म पनि कस्तो इमोसन भयो भने रोएर कस्तो रुन मन लाग्यो है मलाई पुरा आँसु निकालेर पुरा कस्तो गर्न लागिसकेको थियो अनि त्यही भएर चाहिँ त्यही त हो अब आफ्नो श्रीमती पनि विश्वासले होइन अब त्यो गर्दाखेरि बिचरा हामीले फेरि फेक आइडी पनि त्यसरी बनाएको थियो केटाको अब फोटो पो राखेको थियो नि त त्यही भएर मलाई ट्रस्ट लाग्यो हो होइन माया नगर्नु होला सबैले भिडियोलाई चाहिँ माया गरिदिनु होला हामीले गराउँ बाई बाई गरिदिनु होला गाइस सबैले बाई बाई